र यो सम्मान पत्रमा लेखेका कुराहरू म प्रस्तुत गर्न चाहन्छु। खैरीकोट तुलसीचौर देवचुली चौतारा फारम क्रमजे परिवार सम्मान पत्र। यस क्रमजे भाइ खलकका सदस्य तथा झकबहादुर तथा महेन्द्रपी गुरुङका नाति देवान सिंह गुरुङ र डम्बर कुमारी गुरुङका माइला छोरा, स्याङ्जा जिल्ला हरिनाथ गाउँपालिका वार्ड नम्बर 1 खैरीकोट हाल पोखरा महानगरपालिका वार्ड नम्बर 14 चाउथे निवासी जसबहादुर गुरुङले विक्रम सम्वत 2082 सालमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय नेपालमा प्राथमिक सेयरको मूल्य विसङ्गतिबाट लगानीकर्ताहरूको प्रतिफल आर्जन शीर्षकमा विद्यावारिसे PhD उपाधि हासिल गर्नुभएकोमा हामी हर्षविभोर भएका छौँ। यस खुसियालीमा डाक्टर जसबहादुर गुरुङलाई र ममता गुरुङलाई उत्तरोत्तर प्रगतिका साथ हार्दिक बधाई ज्ञापन गर्दै यो सम्मान पत्र प्रदान गरिदिनुको लागि क्रमजे भाइ खलकका अध्यक्ष सुबेदार रामबहादुर गुरुङ, प्रमुख अतिथि जवान सिंह गुरुङज्यू र जितबहादुर गुरुङज्यूलाई म अनुरोध गर्छु। त्यसैगरी अतिथिहरू सुबेदार जितबहादुर गुरुङज्यूलाई पनि अनुरोध गर्दछु। त्यसैगरी भेनाजु जवान सिंह गुरुङलाई पनि अनुरोध गर्दछु र यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि डाक्टर जसबहादुर गुरुङ र सम्पूर्ण क्रमजे भाइ खलकको तर्फबाट र चेलीबेटीको तर्फबाट र फुपू पुसै भाइ भतिजो भान्जा भान्जी सबै आजको उपस्थित महानुभावहरूको तर्फबाट सम्मान ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। यसै गरी सम्पूर्ण हाम्रो तमु जातिहरूको सम्पूर्ण बाबु नानीहरूले पनि यसै गरी शैक्षिक क्षेत्रमा प्रगति गरून् भन्ने म प्रार्थना गर्न चाहन्छु। र यसै गरी धुलेगडा गणपति समाजका अध्यक्ष सुबेदार जितबहादुर गुरुङबाट पनि सम्मान कार्यक्रम वार्ड नम्बर 3 हाल शुक्लगण्डकी वार्ड नम्बर 4 धुलेगडा गणपति समाजका अध्यक्ष श्री सुबेदार गुरुङबाट पनि श्री सुबेदार जितबहादुर गुरुङबाट पनि आफ्नो व्यक्तिगत तर्फबाट सम्मान गर्ने कार्यक्रम छ। त्यसको लागि पनि सबैले ताली बजाई सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्छु। यस खुसियालीमा हाम्रो यो सम्मान कार्यक्रम चलिरहेको छ। त्यसैले सम्पूर्ण इष्टमित्रहरूमा सम्मानको लागि चाहिँ ताली बजाई स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्छु। र यसपछि सम्मान कार्यक्रमका यस कार्यक्रममा सम्मान गरिएको स्याङ्जा जिल्ला हरिनाथ गाउँपालिका वार्ड नम्बर 1 का डाक्टर जसबहादुर गुरुङलाई यो सम्मान कार्यक्रमपछि आफ्नो भनाइ राखिदिनु न म हार्दिक अनुरोध गर्छु। खाजा पछि खानाको व्यवस्था हुँदैछ। यो कार्यक्रम सकिएपछि हाम्रो अतिथिहरू पाहुनाहरू नातिकन खानाको व्यवस्था छ। खाना खाई बिस्तारै
सम्मानित सदस्य श्री यो उपाधि हासिल गरेको उपलक्ष्यमा पिएचडी को उपाधि हासिल गरेको उपलक्ष्यमा भाइ फलक सम्पूर्ण इष्टमित्रहरूबाट जुन खालको माया ममता सम्मान व्यक्त भयो यसको निमित्त म हृदयबाट नै यहाँलाई चाहिँ हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म आफैलाई पनि यो गर्नुपर्छ यो पढ्नुपर्छ भन्ने चेतना चाहिँ थियो र ढिलो भए पनि मैले यो काम सम्पन्न गर्न सफल भएँ म आफै त्यसैले म आफै पनि खुसी छु र मेरो सफलतामा मेरो अब भाइ फलक र इष्टमित्रहरू सबै खुसी हुनुभएको छ यसो मलाई गर्व लागेको छ र आगामी दिनमा फेरि अब योभन्दा अगाडिको पढाइ त खासै छैन तैपनि अझै एक वर्ष एउटा छुट्टै खालको पढाइ गर्न सक्छ एउटा मान्छेले सायद म त्यो पनि गर्छु होला तर त्यसको छुट्टै खालको यस्तो पिएचडी भन्ने डिग्री त हुँदैन तैपनि एउटा एक वर्ष पढ्नु मिल्छ एउटा छुट्टै खालको भन्छ पोस्ट डक्टरेट भन्ने हुन्छ त्यो सायद म यसो मिलाउँदै गएर अलिकति 2-4 वर्ष 5-7 वर्षपछि सायद त्यो पनि गर्छु होला बसेका छौँ यसरी भेटेर एक आपसमा परिचय गर्ने के चाहिनु पर्छ कसलाई के पर्छ मात्र गइदिनु म अनुरोध गर्छु बहिनी जवाइहरू